Hello, good morning, namaste, welcome and welcome back to my YouTube channel Romika81 साथीहरु के छ हालखबर आराम कुशल हुनु होला म पनि एकदमै ठिकठाक छु। आज चाहिँ म बिहानै मेरो भिडियो स्टार्ट गरिसकेको छु साथीहरु, किनकि म चाहिँ धेरै ब्याक भए नि त युट्युबमा म चाहिँ खासै त्यो भिडियोहरु राख्नै पाइन। त्यही भएर आज म बिहानै मेरो कामहरु के गर्छु देखाउनको लागि भिडियो स्टार्ट गरिसकेको छु साथीहरु। म चाहिँ माथि फटाफट किचनमा जान्छु अब हैन। अनि चाहिँ आज म बिहानमा के गर्छु त्यो चाहिँ देखाउने वाला छु साथीहरु है। अनि के छ हजुरहरु एकदमै मस्त व्यस्त नै हुनु होला। साथीहरुको धेरै भिडियो पनि हेरिदिन पाएको छैन। जति मेरो चाहिँ नोटिफिकेसनमा आउँछ उहाँहरुको चाहिँ अन गर्दिएको छु। तलबाट आलु लिएर आएको साथीहरु है। म आज चाहिँ खाना बनाउँछु अनि त्यसपछि नानी बाबुलाई स्कुलको लागि रेडी गर्छु। मेरो भान्जी पनि हुनुहुन्छ अहिले चाहिँ सानी भान्जी 6-7 वर्षको नानी हुनुहुन्छ। अनि मेरो बाबु हैन दुईजनालाई म रेडी गर्छु माम खुवाएर। अनि चाहिँ मैले यहाँ राइस कुकरमा खाना, ठुलो कुकरमा दाल बसाएको छु अनि अरु के रेडी गरेको छु। बिहानमा चाहिँ भ्याइदैन, हाम्रो चाहिँ अफिस आवर पनि 9 बजेदेखि 5 बजेसम्म हो नि त। त्यही भएर के गर्नु भ्याइदैन साथीहरु। मैले चाहिँ आलु फ्राई गर्छु अनि साग अर्को ठाउँमा फ्राई गर्छु अनि अचार त्यति हो साथीहरु है। मेरो चाहिँ भिडियो स्ट्यान्ड पनि थियो कि मेरो चाहिँ अस्ति अहिले चाहिँ मेरो भिडियो स्ट्यान्ड पनि कहाँ पुग्यो, म कहाँ पुगे है। सबै डामाडोल भयो क्या, म युट्युबबाट पुरै ब्याक भए हैन। अनि त्यस कारणले चाहिँ आज चाहिँ म थोरै भिडियो बनाउँछु भनेर लिएर आएको। क्यामेरा स्ट्यान्डै छैन, के गर्ने होला साथीहरु। ल अब चाहिँ म हजुरहरुलाई नि मेरो घरभन्दा बाहिरको भ्यू पनि देखाउँछु ल एकचोटी। राम्रो रमाइलो भएको छ क्या आजभोलि, हेर्नुस् ल साथीहरु। तरी बाहिर चाहिँ एकदम रमाइलो भएको छ। यस्तो हरियाली छ नि त खालको। ए पिङ्की घर जाऊ। मेरो छिमेकी दाइको कुकुर चाहिँ तल डुलिरहेको छ। त्यो फोहोर खेल्छ, घर जाऊ। यस्तो रमाइलो छ ल साथीहरु। आजभोलि चाहिँ हाम्रो वरिपरि चाहिँ मैले चाहिँ अघि भिडियो गर्दै थिएँ, मेरो मोबाइलै डिस्टर्ब भएर हो अलि घाम छिप्पिएपछि गरिरहेको छु। कस्तो रमाइलो छ आजभोलि चाहिँ हाम्रोतिर, हरियाली यस्तो छ साथीहरु। हाम्रो घर पछाडिबाट देखिने दृश्य हो। अनि मैले चाहिँ खाना पकाएर पनि मेरो नानी बाबुलाई चाहिँ दिइसके। बाबु चाहिँ साग माम खाँदै हुनुहुन्छ है। आलु फ्राई दाल खानुहोस् ल। मेरो भान्जी हुनुहुन्छ, हाई गरिदिनु त। मिठो छ? मिठो छ। सानमिक मिठो छ माम? मिठो छैन? मिठो छैन रे मेरो साथीहरुले माम मिठो छैन पनि भन्छन् त। ल दाल राखेर खानु न। हो थोरै राख्दिनु, नराख्दिनु। दाल नखाने अरे साथीहरु। ल छिट्टो है, बिहानको खाना चाहिँ यस्तो हुन्छ क्या साथीहरु, एकदम सिम्पलको। हामी छिटो माम खाएर हिँडिहाल्नुपर्छ साथीहरु। नानी बाबुले चाहिँ खाँदैछन्, अब म आफूलाई पनि राख्छु। अनि चाहिँ खाएर निस्किने साथीहरु। हाम्रो चाहिँ बिहान लगभग यस्तै काम हुन्छ। अब यो दुध चाहिँ कतिमा दिन्छ? नानी दुध कसले खाने? सानमिक ल सानो प्लेटमा ल। यस्तो छ साथीहरु, मेरो क्यामेरा स्ट्यान्ड पनि कहाँ पुगेछ। त्यही भएर दुःखले हातैले भिडियो बनाइरहेको छु क्या अहिले चाहिँ, किनकि हुन्छ हस् म दुवैजनालाई दिन्छु ल। दुधको तर चाहियो अरे कि मेरो नानीहरुलाई, नानी बाबुलाई। त्यस्तो भन्नु हुँदैन, ठुलो कस्तो ज्ञानी मान्छे पो हो त हजुर त। सानमिकले चाहिँ अहिले बिर्सेर बुबु पनि नखाइ हिँड्नुहुन्छ, त्यस्तो गर्ने बानी पो छ त। ए सानमिकलाई दिदीलाई खानु ल हजुरहरु दुईजनाले। यस्तो छ ल। नानी र बाबुले चाहिँ खाँदै हुनुहुन्छ।
चाहिँ हामी पनि खाएर अब चाहिँ निस्किने साथीहरू। हेपा ल दुईजना को छिटो खानुहुन्छ है हजुरहरू? हाम्रो बुवा भान्जीहरूले चाहिँ भरे खानुहुन्छ। हामी पनि दुईजनाले खाएर निस्किने। भान्जी चाहिँ अलिक ढिलो जानुहुन्छ स्कुल। बाबुलाई चाहिँ लगेर 8:30मा चाहिँ स्कुलमा छोडेर हामी चाहिँ जाने साथीहरू। ल साथीहरू हाम्रो अगाडि चाहिँ यस्तो छ हाम्रो छिमेक साथीहरू है। हतार तर आज त 8 बजे नै सकियो, त्यही भएर म चाहिँ लागेको। खाना खाएर 8 बजेसम्ममा चाहिँ तल ओर्लिनुपर्छ क्या साथीहरू, नत्र स्कुल भन्दा नि अफिस पुगिँदैन। त्यही भएर हतार गरी म चाहिँ ओर्लिसकेँ। नानी बाबुको यो लिएर सामानहरू लिएर अब चाहिँ जाने हो। कहाँ हो मेरो बचेराहरू? ओइ कहाँ हो साथीहरू? के गर्दै हो? ए ल कपडा लगाउनलाई मेरो नानी बाबु चाहिँ पुरै रमाइलो गर्नुभएछ भद्रगोल। ल माइली यो लगेर आफ्नोमा राख्नु। आफ्नो